ब्लग थियो। अनि जोन गार्डन घुम्न आएको छु रहर भेनाजु र म। रहर भेनाजु अगाडि हुनुहुन्छ, म पछाडि रहर भेनाजु र म घुम्न आएको छु जोन गार्डन आज। पोजिसन चेन्ज गर्ने। ल 1 2 3 1 2 3। ल यहाँ यस्तो ब्युटिफुल मूर्ति पनि रहेछ, कस्तो राम्रो। यहाँनिर कस्तो मजाको। कस्तो राम्रो के सानो भयो, चट्ट परेको है। यसको मिनिङ पनि केही होला कि सायद, अब हामीलाई थाहा नभएको नि। केही उसो हुन्छ कि अब लेखेको छैन। बच्चाले बल खेलिरहेको छ कि यहाँ लाग्छ भनेर कस्तो डर लागिरहेछ। त्यही त पोजिसन चेन्ज गर्दै जाऊ। फोटो पनि भिडियो पनि हो। वेस्ट गार्डन भन्छ, सरी जोन गार्डनमा भएको मूर्ति रहेछ साथीहरू। अब यो मूर्ति चाहिँ के को हो थाहा भएन है। अब यो पनि एउटा उद्देश्य उनीहरूले भेना त बनाउँदैनन् यिनीहरूले, तर यहाँ लेखेको पनि छैन रहेछ। कस्तो राम्रो रहेछ कि यो मूर्ति, एकदम ब्युटिफुल। मेरो रहरको मोडल रहर भेनाजु। ल मजासँग पोज दिएर आनन्दसँग बस्नुभएको छ साथीहरू। ल भयो।
भयो भयो अब हम फेरि नाम छ त्यहाँ के भिडियोको त्यो चित्रको नाम छ र त्यो छैन नि है रहर भेनाजु मोडल मेरो भिडियोको ल अब हामी घुमघाम गरेर निस्किँदैछौँ हो नि त जोन गार्डन त कस्तो फेमस छ नि यहाँको यस्तो रमाइलो छ साथीहरू तपाईँहरू पनि क्यान्टरबरी आउनुभयो भने बस स्टपको छेउमै छ जोन गार्डन आउनु होला घुम्नको लागि रमाइलो छ पुरानो साथीहरू त थाहा छ मैले धेरैचोटि राखिसकेको छु भिडियोहरूमा अब नयाँ साथीहरूलाई भनेर मैले राखिदिएको है धेरै नयाँ साथीहरू जोडिनु भएको छ त्यही साथीहरूलाई मैले राखिदिएको मैले जोन गार्डन यसलाई जोन गार्डन भन्छ यो बस स्टपको नजिकै छ है तपाईँहरू आएर हेर्न सक्नुहुन्छ जोन गार्डन अनि यहाँनिर यसरी लेखिएको छ जोन गार्डनको विषयमा अहिले फुलहरू सबै मरिसकेको छ फुलहरू सबै उस भइसकेको छ अहिले चाहिँ नि त्यति खास छैन फुलहरू तर जे होस् घुम्नलाई चाहिँ राम्रो ठाउँ छ आउनुहोस् एकचोटि घुम्नुहोस् क्यान्टरबरी क्यान्ट युकेको जोन गार्डन रमाइलो छ यहाँबाट बस स्टप निस्किँदैछौँ पर बस स्टप हो जोन गार्डन अब हामी बस स्टपतिर लाग्दैछौँ यहाँनिर बस स्टप हो जेब्रा क्रसिङ गरेर बस स्टपबाट हामी जाँदैछौँ त्यहाँनिर अब हामी बसमा जान्छौँ है आज मेरो खुट्टाको फलोअप थियो कि अनि घरमा बस्दा बस्दा बोर फिल भएर यहाँ म आएको अनि यसो जोन गार्डन घुमौँ नजिकै हो भनेर भेनाजुले भन्नुभएर म यहाँ जोन गार्डन घुम्न आएँ यहाँको बस यस्तो हुन्छ है भनेर कहाँ जाने फेरि अब यही लागेछ एउटा मेरो बस लागिरहेको छ साथीहरू अब म बसमा जान्छु यो भिडियो के कस्तो लाग्छ हेरिदिनु होला माया गरिदिनु होला है
अरबिन आज छिटाउ छिटाउ भन्दै हुनुहुन्छ सबै यात्रीहरू बसिरहेको छ म जाने बस नम्बर 2 यहाँ बस कार बस आएको छैन रहेछ मेरो चाहिँ नि A1 हो है